इन्टरभ्यू हो क्या अनि अर्को मलाई चित्त नपरेको त्यो सासूलाई देखाएर अन्तिममा त्यसले माफ मागेर मेरो बुवाले हात दुख्छ नगर्छ पानी त नपरेर त्यो त शुक्रबार भनेर कहिले सेम हो के तिम्रो सबैको आफ्नो पारा छ यहाँ सब आफ्नै ढुनमा व्यस्त जिन्दगी सरर मोटर गाडीमा देख्ने हाई एभ्रिवान वेलकम ब्याक माई अनदर भ्लग र हजुरलाई फेरि पनि स्वागत गर्न चाहन्छु मेरो भ्लगमा र आज म कहाँ जाँदैछु त सधैँ काम कति काम गर्नु होइन कहिले कसो त्यसो माइन्ड फ्रेस गरौँ कतै घुम्न जाउँ भन्ने सोचेर आज चाहिँ म साथीहरूसँग घुम्न जाँदैछु घुम्न भन्दा पनि आज हामी कहीँ कतै जाँदैछौँ अब मेरो साथीहरू चाहिँ हामी कलेज पढ्दाबाटको साथी हो स्टिल अझैसम्म पनि हामीहरू कन्ट्याक्टमा छौँ र कहिले कसो मेसो मिल्दाखेरि टाइम मिल्दाखेरि चाहिँ हामीहरू भेट हुने गर्छौँ त्यसैले आज हाम्रो मौका मिलेको छ मलाई साथी लिन आइसकिन्छन् तल अनि उसले चाहिँ छिटो गर भनिसकिन्छन् र म चाहिँ अब साथीसँग कतै जाँदैछु कहाँ जाँदैछु हामी त आज भिडियो हेर्नुहोस् थाहा पाउनुहुनेछ सो लेट्स गो लु हामी सबै साथीहरू जम्मा भइसक्यौँ यहाँ सबैजना जम्मा हुँदैछ भिडियो राख्ने अझै पनि साथीहरू बटुल्नु कसो र के दियोमा हामी चाहिँ अब गौँथली फिल्म हेर्न जान लागेछौँ अब गौँथली त हामी आफै गौँथली नै हो अब के गर्नु कहिले काहीँ त्यसो रमाइलो गर्नु पऱ्यो माइन्ड फ्रेस गर्नको लागि आज हामी साथीहरू भएर गौँथली फिल्म हेर्न जाँदैछौँ खास जाने प्लान त बुटोलको थियो तर नजिकै जाम सबैजना छिटो छरिटो भनेर आज हामी 4 नम्बर जाँदैछौँ बाटो बिराउली एकतिर जाने बेर छैन भाइ साथी लिन खै बस भनेर गयो के अरे कता निस्किने गर निस्किने पुगिन्न जस्तो छ साथी नै हरायो फिल्म हेर्न हिँडेको गौँथली आफै गौँथली जस्तो बाटो बिराएकै हो कि तिमीले त अर्को बाटो गयो कि भाउ मैले त त्यहाँ गएर बिरा थिएँ कहाँ गयो यिनीहरू भन्नु दियोमा त भने थिएँ सरले भन्न तर तिमीले मिस पाइन् कि पाइनन् कता गइन् हराइन् आज गौँथली हामीले यहीँ हेरेर जान्छौँ जस्तो त्यस्तै छ फोन गरी के भयो हामी त 11:30 बजे उही पुनः पर्छ के कति ढिला गर्नुभएको र म त अघि नै उम्केर के त छ के रे अनि अलि पर खै तिनीहरूले फेरि बाटो खै ताराहरू यो हो र हैन हजुर पछाडि हुन्छ भाइ पखानु है फेरि यहाँबाट त बाटो थाहा छैन कि तारा गर्छ त्यही हुन्छ स्कुटी भन्नुभएको देखेको किन हामीलाई आज यो पाराले हामी कहिले पुग्ने हो
अब सोच फुट्टा जस्तो है कहाँ फुट्टाउने आएर बसेको ए सबै त्यही हो चारनाम चोकमा फिल्म हलमा भेटाएर आफत छ फेरि म्याडम म्याडम उता सोध्नु न कसैलाई यही रहेछ गौँथली तर नदेखेर हामीले कहाँ कहाँ खोज्न पुग्ने यस्तो रहेछ यहाँ कोही उसै भर्खर नदेखि टिकट मोबाइलमा त्यहाँ छैन र टिकट यहाँ छ 6 टिकट मात्रै भयो मैले सेभ गरेन देखाउन तिम्रो खाना सानो अब यहाँ बेला भइसक्यो तिम्रो लागि यति रिस उठ्यो नि राम राम सुरु भयो सरी भए पनि मलाई एकचोटि भन्न गरिदिनुहोस् न 500 जिम्मा मेरो भयो नाम गौथली भण्डारी कसले गर्छ ल्याउनुहोस् म सहयोग हुन्छ आधी हेरै अब हामी बाँकी छ केही गर्न पाइँदैन कि हामी हतारमा आएन त्यसो लाग्छ हेर न केही किन्न पनि पाइएन पानी ग्यास लाग्यो पानी किन्न जान्छ नि तर आइसवाला 2000 भइसकेको हामी अलिकति ढिलो आएको नि त माथि उता गर्दा गर्दै आइस पानी घरमा ल्याएर कस्तो भयो भनेर ए यहाँसम्म हेर्दा कस्तो के फिल गर्यो के फिल्म हेरेर कस्तो महसुस भयो अलिकति यस्तो रहेछ भन्न अलिकति मन कटक्क भयो कि भएन तिम्रो नि त्यही हो धन्न अलिकति भयो नि पढाएर भन्ने भयो
अनि एउटा यस्तो फिल आयो हामीले पढ्न पाउँदाखेरि पढिएन त्यसरी पनि मान्छेले पढ्दा नि एकदमै अब अवसर आउँदा नि अब यही गर्दैन घरमा होइन हामीलाई जति पनि सुविधा थियो नि त पढ्नको लागि होइन त्यसो गर्दा पनि हामीले राम्रोसँग पढिएन यस्तै गरेर पढेको बल्ल पढ्न नपाउने त छन् नि नेपालमा पनि पहाडतिर त कहाँ पढ्नै पाउने हो नि हामी बिहा भएको हेर्न पाइएन क्या न अर्को छुटिसक्यो नि त अनि हामी त अब अगाडिको छुटिसकेर अनि 10 बजे रेडी भएर निस्केको भए ठिकै हुनेरहेछ कि म रेडी भइसकेको थिएँ 10 बजे त भन्दाखेरि म रेडी भएर गर्दा मार्न जाने हो कसरी हिँड्ने त आज कहानी भन्ने हो नि आउँदा होइन सरासर आउने चाहिँ भयो त आइपुगिन्थ्यो कति बिस्तारै जान्न अहिले आरामसँग जाने हो Oh, हजुर I love you. पार्थ्यो रह्यो रोयो किन आयो रोइन हौ सक्यो गाउँथली अलिअलि रोइयो सक्यो अब हामी हेरेर पनि सकियो ल लाग्यो अब म चाहिँ मनी रोए त्यो खुन के म पनि त्यो जुन बच्चा पाएपछि होइन के हो त्यो त्यतिखेर आँसु आयो आफैलाई भयो जस्तो फिल भयो क्या हजुर बाहिर कति गर्मी हो बाहिर त यस्तो गर्मी गर्मी घाम यो घाम सुइजा भएस चल्दैन न कागज चिन्नु सोला फोटो खिच्नु ठाउँ ए बालै पाइन्न यता फोटो सेसन भइरहेछ के अब 3 बजेपछि फिल्म हेरेर लाग्यो अब
यस्तो फेरि के भने यिनीहरूले के भयो अगाडि जाऊ फोटो खिच्ने के उयो त उयो जङ्गलतिर फोटो खिचौँ के कस्तो राम्रो उयो त एउटै राम्रो फोटो खिच्देऊ एउटै फिल्म हेर्न उस्काउने अनि टाइममा ननिस्किने आधी फिल्म छुट्ने आधी भन्दाले आधीको आधी छुट्यो अरे यहाँ थकित भएर यस्तरी फाल्यो अनि यहाँ जङ्गलमा आएर बिच बाटोमा यस्तो सबैको आफ्नो पारा छ यहाँ सब आफ्नै ढुनमा व्यस्त छ गर्मी भयो साह्रै गर्मी त्यति गर्मी छ यति गर्मी छ फेरि ओ कस्तो राम्रो आयो म त अहिले यस्तो हो के भा कति राम्रो है कसको मेरो त ल हिँडेको भिडियो बनाऊ न 3 जना खिचौँ निर्मला त्यो इन्टु 5 के हुन्छ है एकदम आहा कठा बुतल जस्तो अझै पुग्न तिमीहरूलाई फोटो खिचेर तिज नाच्दै बस्यो भाइ बाटोमा गीत एउटा रेकर्ड गर तिम्रो ल गाउनु त भेट भयो आज गौथलीको बारेमा गीत गाउनु ल यहाँ गाउनुहुन्छ नि गौथलीको गीत गाउनु नि तपाईँले एउटा गौथली फिल्म हेरेर कस्तो लाग्यो भनिदिनु नि त अनि अब यहाँ भर्खरै तेर्साउनु हो त छाउँदै छैन त्यो फिल्म हेर्दाखेरि कति बेला त्यो मन छोयो कतिखेर कटक्क भएर आँसु टुल्क चुयो तिमी के अब त्यो नानी बच्चा सामर्थ्य भएको मान्छे कहिले हार्न सक्दैन हो त्यतिखेर एकदम टुटुक्कै उस मतलब के मन छोयो त्यसपछि आमा बनिसकेपछि सासूको त्यो हेला हैन सासको गर्छन् अरू त गर्छन् त्यस्तो हुन्छ सबैको भयो भोगेको भएर होला त्यो एकदमै तर यो पछिल्लो समयमा त कमै छ नि त पहिला धेरै कम छ तर कता कति चाहिँ छ धेरै मनसुनी शब्दहरू छन् त्यहाँ मनसुनीहरू बिचरा तर दुलाले माया गर्छ कहाँबाट लाटो भयो भने हैन पछि माया गर्न जाने के तिमीले एउटा शिक्षा दिन खोजेको भने जस्तो श्रीमान राम्रो भयो भने पनि जस्तोसुकै परिस्थितिमा पनि एउटा भयो अनि अर्को मलाई चित्त नपरेको त्यो सासूलाई देखाएर अन्तिममा त्यसले माफ मागेर मेरी बुवाले तिनीहरूले चाहिँ त्यो टु निकाल्ने सम्भावना छ कि इन्डिङ छैन नि त्यहाँनिर दुईटा भेट भए होइन बुढाबुढी त ल ठिक भयो सासूले धेरै चरम यातना दिए नेपाली फिल्म त्यही मन पर्दैन के मलाई त्यो नै हैन त्यति कमसेकम सासूले यातना दिएर कम दुःख पाएथी दुईटा पछि चाहिँ आफूले के त्यो गल्ती महसुस गरेको वाला के त्यो नै भएन के त्यसले गर्दा सिधै घर गएको कमसेकम
अनि घरकै घर देखाए एक्कासी घर गयो कि त्यो कतिखेर गयो भन्ने पनि थाहै भएन कतिखेर कमसेकम सहरमै दुईटाले एउटै हरजम गरेर बरु बच्चा अर्को सन्तान बनाएर आफ्नो जिन्दगी सुरुवात गरेको भए यति चित्त बुझ्यो त्यो पनि चित्त बुझेन अनि त्यसपछि कमी लु राम्रो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद अब गौथली 2 हेर्न पाइयोस् फेरि खै अब झिला जान्छ हामी कतै जाने हो कि हो र फेरि कतै घुम्न जा अनि हामी फेरि के गर्नु भन्नाले अघि चौबाट हो क्या हराएको त्यो उता गयो शीतल पनि भन्छ उयो हो यही गाउँपालिका देखाएको हो अटोवाला दाइ गरे अब यतिजना भइएछ जाँदाखेरि त थुप्रै गर्थ्यौँ सबैजना म्याडमहरू जति घर जानुभयो अनि हामी चाहिँ छौँ तनु गौतम चाहिँ छुट्टी छिन् यहीबाट मिस गरिरहेछौँ अब हामी यस्तो दानापुर ताल यस्तो घुम्छौँ अनि घुम्नु त के घुम्नु र यस्तै अलिअलि यस्तो बाहिर डुलेर घरतिर लाग्नुपर्छ फेरि एकदम राम्रो झक्कास हामी चाहिँ गौथली मुभी हेरेर आएर चाहिँ यतातिर दानापुर ताल पनि घुम्न आएका छौँ को 5 बजे घर आइपुग्छु भनेको तरिका हो यता जङ्गलको बाटो लिएर उतादेखि सरर थियो नि यतातिर त कोही आएन म त सिधै जाने होला भनेर खसाउली फेरि यता फेरि सफा गरेको रहेछ कि पुरै त्यो निकालेर यहाँको त्यो फुलहरू के सब सफा गरेको रहेछ नि त निकालेर कति धेरै वर्षपछि आयो हौ म त यहाँ हो तपाईँ यस्तो पनि रहेछ टिक्क गरे साथीहरूसँग घुम्न भनेर आएको छु हामीहरू चाहिँ धेरै वर्षपछि चाहिँ यसरी घुम्न पाएको छौँ र आज हामी दानापुर तालमा तिमी र म त भेट भएको थियौँ अस्ति पनि शोभासँग चाहिँ योभन्दा पहिला भेट भयो थियो पछि चाहिँ भएको थिएन गर्मी छ गाइस कति गर्मी भयो त्यस्तो मर्न लागिसक्यो हलन तत्तु परेछ गर्मी भएर अनि त्यस्तो घुम्न ल फाइनली हामी घर आइसक्यौँ सकुशल घर आइपुग्यौँ